Hello everyone, welcome to my new blog. हजुर हेर्दै हुनुहुन्छ प्रकाश डायरीज युट्युब च्यानल। डे आउटको लागि निस्किए आज पनि छुट्टीको दिन सानो ब्लग त बनाइहाल्नु पर्यो। बाटा जाँदा एउटा सुपा देखेर सुपाबाट थोरै खाजा लिएँ। भोक लाग्छ कि भनेर एक कप भन्ने माछा मार्ने बोटर फिशिंग पॉइंट है हिल है फिशिंग पॉइंट होटे रहेछ जस्तो हावा लागेको छ। खडरी भएर जम्मै सुक्यो घाँस। यहाँ चाहिँ कचुवा र यो छरो चाहिँ मार्ने मान्छ पनि रहन्छ आज फेरि माछा मार्न एकदम सही ठाउँ पनि छ र गर्मीमा सही। कस्तो हावा लागेको छ समुद्रको छेउमा घरबारी। मान्छे उडाउला जस्तो छ। जहाजहरू देखिए गर्नलाई त मजाको घाम पनि लागेको थिएँ तर आनन्द न्यानो हावा बन्द हुँदा चाहिँ न्यानो फिल भयो। रिफ्रेस भइन्छ एक्लै भयो नि आएर शान्त मनले यहाँ मनोरम दृश्यहरू हेर्दाखेरि। जापानमा यो जापानमा मात्रै होइन अब विदेशमा अब हामी परदेशीहरू यस्तै हो। छुट्टीको दिन अब कोठामा बसिराखेर अब खाना पकाएर खाएर ढुक्कन्थ्यो मोबाइल खेलेर बस्नुभन्दा आफ्नो आसपासमा यस्तो टुरिज्म स्पोट या यसो हेर्ने बस्ने जस्तो शान्त कुनै ठाउँ छ भने सर्च गरेर होइन गुगल सर्च गरेर आजकल लोकेसनको पत्ता लगाउन सकिन्छ। पत्ता लगाएर ट्याक्सी आएर यहाँ आएर बस्दाखेरि आनन्द के त्यही फोनमा झुनिराख्ने घाँसहरू यहाँ मजाले
कछुवा देखिन्छ कि भनेको यहाँ बालुमा खोइ घुम खोइ भन्दै नि देखिन्न दिउँसो निस्किरहेको शान्त वातावरणमा देखिनु पर्ने कछुवा देखिन्छन् राखेको छ त्यहाँ बोर्डमा वाल बने रहेछ पहिला एकचोटि भयङ्कर सुनामी आएपछि जापान सरकारले समुद्रको त्यो बस्ती भूमि एरियामा छेउछेउमा एराउन्ड 400 किलोमिटर हाइटमा लगभग 15 मिटर हाइटमा वाल लगाइदिएको कि ठ्याक्कै त्यहाँ स्टार्ट भयो रहेछ यहाँ गाउँ छ नि त उतापट्टि यहाँ रहेछ सायद यहाँ कहाँसम्म छ जहाँ जहाँ अब गाउँ एरियाहरू भयो त्यता चाहिँ बनाएर रहेछ कि एराउन्ड अल ओभर जापानभरि राउन्ड गरेर एराउन्ड 400 किलोमिटर थुपार राखेर बनाएर माछा मार्न आउने साथीहरूले त होला फेरि चट्ट पारेर भयङ्करै मोटो ल्याएर राखेर देखिन्छ कि कछुवा कतै खै निस्केको छैन कछुवा पनि छैन अब चरा पनि छैन टाढो गयो भने देखिन्छ नि मान्छे हिँड्दैछ नभएको होला हमने जहाँ दिल लगाया वहाँ दिल लगाना मना था कछुवा हेर्न पाइन्छ कि भनेको काठको कछुवा हेरियो धर्ना हावाले उडाएर आइन्छ यता राखेर मार्केटतिर राखेर उडाइहाल्छ त्यतिखेर छ त्यही भएर छेउमा राखेको मैले
जापान आउनु भयो भने तपाईँ सबैभन्दा पहिला तपाईँको साथी भनेकै यही साइकल हो। त्यही भएर साइकल चलाउनु जान्नु होइन भने साइकल चलाउनु चाहिँ सिकिहाल्नुहोस् है। आउँदा बित्तिकै लाइसेन्स निकाल्न सकिन फ्याट्टै, कारण अहिले स्ट्रिक्ट भएको छ, गाह्रो हुन्छ। त्यही भएर सुरुमा चलाउने भनेको साइकल नै हो। बिस्तारै बिस्तारै लाइसेन्स निकालेपछि हुन त गाडी खासै महँगो हुन सेकेन्ड ह्यान्ड गाडी जापानमा फेरि त्यस्तै गरेर राम्रै कन्डिसनको गाडी 1 लाखै पाइन्छ जापानमा सेकेन्ड ह्यान्ड। रुगै लाग्ला जस्तो बना भन्न न्यानो घाम लाखान भनेर बादल लाभा यति हावा पनि चल्दैन त होला। सबै बोटहरू थन्केर बसेछन्। माछा मार्न जाने सिजन नभएर हो कि टाइम नभएर हो कि के हो बुझ्नै सकिएन। न बिग्रेका पुराना बोर्डहरू रहेछन् के हो, त पुराना पुराना नै छन्, कोही कोही त फेरि नयाँ छन्। फेरि कि दिनभरि थन्किने राति जाने रहेछन् र केही बुझ्न सकिँदैन। न मान्छे छन् न के छन्। यस्तरी सर्लक्कै थन्केर बसेका छन् बोट जाति। हाम्रो नारायणिया क्रुज बोट चले जस्तै रहेछ यो अहिलेको। केपीओले यिनै 2-4 उठार लिएर गएर नारायणिया चलावा नि हो नि। कोसीमा नारायणिया हेर त, अहिले नारायणिया चले जस्ता यहाँ यी सबै बिग्रेर थन्केर बसे जस्ता। के अक्सिजन हो यस्तो छ कि यता भद्रा गाडीहरू हिमको बोटो रहेछ यार। ल पानीको व्यवस्थापन गएका गाडी घामला भन्दा भन्दै बादल लगाइसक्यो। कलर रहेछ यहाँ त साइकल फेर्न सकिन्न। कस्तो जङ्गल छेउमा यो सुनामी आयो भने भन्छ जङ्गल उठाउटी रह्यो। सुनामीले ल्याएको फोहोर हो कि के हो यस्तो पुरै। ओहो यस्तो भयङ्कर फोहोर रहेछ। कमी भन्छ जापान आएर त वासिङ मेसिन फ्रिजका उहरू जम्मै बाल्टी टायर गाडीका टुक्रा सब छ। ठुला पोखा ल्याएर मान्छेले फालेका हुन् कि समुद्रले ल्याएको अब। सुनामी आउँदाखेरि आएको फोहोर हो कि हेर्दाखेरि यस्तो बनाहा यहीँ
के बनायो यस्तो न सेफ्टी छ बनाउँदै गरेको हो कि भर्खरै फिनिसिङ भयो जस्तो नि छ यहाँ बाइचान्स खस्यो भने त सिधै तल किन सेफ्टी नराखेको यस्तो बनाएको के बुझ्न सकिएन ताल जस्तो छ समुद्रकै पानी ल्याएर गरेको त होला क्या यतै देख्यो पुरै सोलर सिस्टम त्यही पुरै सोलर सर्ल के ठाउँमा पुरै यस्तो सोलर सिस्टम छ यता नि यो पुरै सोलर देखेको जति सबै सोलर प्यानल बत्ती जाँदैन जापाना ठाउँमा यस्तो सोलर प्यानल कति बनाएर राखेका छन् बिजुलीकै भरमा मात्रै छैन सोलरबाट पनि धेरै चल्छ बत्ती जानै भएन नि जापानमा त एसी नलागिकन जाडा तातो नबनाइकन गर्मीमा चिसो नबनाइकन मान्छे बाँच्नै गाह्रो छ तपाईँको 2-4 घन्टा बत्ती गयो भने परेको बेला 2-4 घन्टा मात्रै बत्ती गइदियो भने बुढा वयस्क मान्छेहरू कति हुनुहुन्छ उहाँहरूलाई त बाँच्नै गाह्रो हुन्छ कि मान्छे मात्रै के भन्ने हामी यस्ता ठिटालाई नै गाह्रो हुन्छ नि झाडा त हिउँ पर -डिग्री छ अनि तातो छैन बत्ती नभए एसी चल्दैन हिटर चल्दैन गाह्रो हुन्छ सबैसित अब मट्टी तेलको नि हिटर हुन्छ यहाँ है मट्टी तेलबाट चलिने चलाउँछन् पनि सस्तो पर्छ तर पनि सबै त चल्दैन नि त हरेक सिस्टम यहाँ त सोच्छु यहाँ त 1 घन्टा बत्ती गयो भने के हुन्छ होला भने जस्तो लाग्छ नेपालमा दिनभरि 2-3 दिनसम्म बत्ती नआउँदा नि केही छैन कुनै कन्डिसनमा बर्खामा आएछ ल यहाँ पोल भत्कियो भनेदेखि त नेपालमा एउटा पोल भत्कियो तारसित भनेदेखि त लाग्छ नि मलाई 1 हप्ता लागिहाल्छ त्यस्तो छ कुनै ठाउँमा पानी आउँदैन अब हिउँसम्म सो फाइनली घरतिर फर्किन लाग्यो थ्याङ्क्स फर वाचिङ सो सी यू नेक्स्ट भिडियो बाई